पहाडमा छ हेर्नुस् बाटो यस्तो रहेछ हेर्नुस् यस्तोमा जानुपर्ने छ हामी सामुद्रिक सतहबाट 1 करोड अरे सरी 2,97,000 किलोमिटर माथि उचाइमा चढिसकेको छु। यस्तो ठाउँमा पनि फुल फुलिरहेको छ। यस्तोबाट समाएर जानुपर्ने अवस्था छ। देखिसक्नु हुन्छ तपाईहरु, देख्न सक्नुहुनेछ। यस्तो छ ट्रेकिङ आउनेको हालत। पहाड चढ्न जाने मान्छेले यस्तो पान्डा जुत्ता लाउने र जिन्सको प्यान्ट लाएर जाने चाहिँ लगभग संसारमा पहिलो मै होला। सक्नुहुन्छ भने मलाई पुरस्कार दिँदा हुन्छ। ट्रेकिङ सुज, ट्रेकिङ ड्रेसहरू हो पाङ्ग छैन, म गरिब हो, मलाई उद्धार गर्न सक्नुहुन्छ आम जनताहरू, तपाईहरु हुनुहुन्छ है। अनि उहाँहरू त अनि हिरो हो नि त। कोना लामा बेगमा लुबार छ नि। फर्किनेहरू चाहिँ त्यताबाट होला हौ। खै यो चाहिँ पुरै पहाड चढ सकिन्छ। देख्न सक्नुहुनेछ कति पनि मुस्किल छैन। यहाँ सजिलो छ। हामी पहाडमा गाउँघरमा जन्मिनेहरूलाई यहाँ तल यस्तो मात्रै छ। यहाँ तल यस्तो मात्रै छ है आदङबाहरू। ओ यहाँ छ क्या तो यही भ्यौ। यहाँ तल कुहिरोले केही देखिँदैन। म अब यहाँभन्दा धेरै तपाईहरुलाई केही देखाउन सक्दिनँ। मलाई चक्कर लागिसकेको छ हैन, म भाग्छु। म जति पहाडमा हुर्के म योभन्दा लामो भिरमा चढेँ कि पहिला। अब म सक्दिनँ, म बुढो भएँ नि त। पान्डा जुत्ता लाएर यसरी आउने पहिलो व्यक्ति यहाँ माथि हुनुहुन्छ मेरो साथी सुरेश पनि कुथ्यो होला। हाम्रो 20 जना टोली अघि गइसकेको छ। हाय भनिदिनुहोस् त। ल अनि म चाहिँ अब हिँड्नु सकिनँ। अनि त्यही भएर म चाहिँ मेरो साथी सुरेशले गाइड गरेर ल्याएको हो। अब अप्ठ्यारो छ, पुरै अप्ठ्यारो छ बाटो। अनि स्योस आउँदैछ भनौँ न। अब यस्तै हो दुःख सुख। अब म अहिले आएको चाहिँ यस्तो छैन। यो धन्न कुहिरो लागेको बेला आइएछ। नाङ्गो बेला कुहिरो नलागेको बेला आयो भने त यहाँ हेरिसक्नु हुँदैन। हेर्नुहोस् अब आइसकेको छ। पिसाब हेर्नु मनै लेख्दै छ। कतिसम्मको यो पीडा हुन सक्छ। म दुखी हैन। मान्छेलाई पिसाब आइसकेको छ। उहाँ रमाउँदै हुनुहुन्छ। झर्छ है भनेको छ। यहाँ भिर पोखरा यस्तो छ। यहाँबाट एक मिस्टेक चिप्ल्यो भने अनि आसेवार हो। झुन्ड्याइ राखेका छौँ।